हिजै पानी पर्छ भनेको बल्ल आज चाहिँ पानी पर्न थाल्यो हेर मुगामा। ल यो बिरुवाहरूलाई पानी त चाहिएको छ। र साथीहरू हाम्रो गाउँमा यहाँ हेर्नुहोस् त यो खेतीपातीको एउटा उदाहरण यसलाई भन्छ हैन डाइभर्सिटी, प्लान्ट डाइभर्सिटी हैन। हरेक खालको बिरुवाको विविध प्रकारहरू छन्। यहीँ अब यो हामी घोरे पनि भन्छौँ, मस्याम पनि भन्छौँ। यो दालको रूपमा हामीले प्रयोग गरिन्छ। यही सुन्तला छ, यहाँ पनि मस्यामकै बोट, यहाँ सुन्तला, त्यहाँ अम्बा। अब यहाँ डाले घाँसहरू छ। त्यो एभोकाडो एकदमै पुरानो बोट छ। यस्तो खेतीमा चाहिँ विविधता छ। विभिन्न खालको खेतीहरू एकै ठाउँमा मिक्स रूपमा गरिएको छ। यो चाहिँ हाम्रो परम्परागत खेती प्रणाली हो। यहाँ अब सल्लाको बोट पनि छ। यो फरेस्टमा पर्छ हैन। यस्तै काठको रूपमा हामीले प्रयोग गर्छौँ। त्यहाँ तल देख्न सक्नुहुन्छ लट्टेहरू फुलिरहेको छ। यस्तो चाहिँ सुँगुरको चारोको रूपमा हामी प्रयोग गर्छौँ। यसको पनि धेरै ठुलो महत्त्व छ सुँगुर पाल्ने किसानहरूको लागि। आज चाहिँ अब पानी पर्ने नै पर्यो है। ल हेर्नुहोस् यहाँ खेतीमा विविधता भन्ने अथवा प्लान्ट डाइभर्सिटी। यहीँ केराको बोट छ, यहीँ सुन्तला, यहीँ कोसे बालीहरू छ। त्यहाँ नासपाती हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एभोकाडोको बोट छ, यो फलिरहेको छ। यस्तो विविध खालको बिरुवाहरू लगायो भने रोग किराहरूको प्रकोप पनि कम हुने रहेछ। किनभने एउटा किराले एउटा बिरुवाले मन पराउँछ भने अर्को बिरुवाले मन पराउँदैन, त्यसकारण त्यो किरा भाग्न सक्छ। यस्तै यहाँ अब हाम्रो पशुलाई नभई नहुने यो बाख्रा बिराइ हुँदा चाहिने यो गाँजाको बिरुवा पनि यहाँ छ। सुन्तला चाहिँ भव्य राम्रो फलेको छ हेर। यो पहाडी देखियो घरहरू देउराली हो। अनि माथि झिमिक डाँडा हाम्रो अङ्कलको घर। त्यो माथि देखिएको छ आकाशे डाँडा, त्यो रातो डाँडा धाप छेउमा। त्यस्तै माथि राम्चे डाँडा। देउरालीको भतिसले सुन्तला बगान लगाएको रहेछ।
यस्तो मौसम छ, यस्तो एकदम रमणीय मनमोहक। धान पहेँल पुर पाक्दैछ थाक्ले एरियातिर यो पानीले पाकेको धानलाई निकै असर गर्न सक्छ। किसानको लागि एकदम चिन्ताजनक अवस्था हो। प्रकृतिको नियम यस्तो छ, सबैलाई चित्त बुझ्दो मौसम हुन सक्दैन। पानी चाहिँ दर्केर आउने छाँडकाँडदेखि नै एकदम भलाद्द मिश्रणले बिस्तारै भिज्ने खालको पानी परेछ। आकाशको रूप रङ यस्तो छ।